चिसोले देशभरको जनजीवन प्रभावित, सामाजिक सञ्जालमा ठगी प्रक्रिया हत्तै बढ्यो। पछिल्लो समय इमो, फोन तथा भाइबरमा विदेशबाट फोन गर्दै तपाईलाई करोडौंको लट्ठी पर्यो भन्दै उक्त करोडौंको रकम तपाईले हात पार्नका लागि केही डकुमेन्टहरू पठाउनु पर्छ र रकम पनि पठाउनु पर्छ भन्ने गिरोहहरूले रकम प्राप्त गरिसकेपछि सम्पर्क विहीन भइराखेको खबरहरू प्राप्त भएको छ। उक्त गिरोहबाट जोगिनका लागि तपाईहरू सजग रहनुहोला। चिसोले देशभरको जनजीवन प्रभावित, सामाजिक सञ्जालमा ठगी प्रक्रिया हत्तै बढ्यो। पछिल्लो समय इमो, फोन तथा भाइबरमा विदेशबाट फोन गर्दै तपाईलाई करोडौंको लट्ठी पर्यो भन्दै उक्त करोडौंको रकम तपाईले हात पार्नका लागि केही डकुमेन्टहरू पठाउनु पर्छ र रकम पनि पठाउनु पर्छ भन्ने गिरोहहरूले रकम प्राप्त गरिसकेपछि सम्पर्क विहीन भइराखेको खबरहरू प्राप्त भएको छ। उक्त गिरोहबाट जोगिनका लागि तपाईहरू सजग रहनुहोला।